means red. Okay. Lang means cow. Tak means tiger. Yue means cat. Druk means dragon. Dul means snake. Ta means horse. Luk means sheep. And tre means monkey. Jia means bird. And khi means dog. And fak means pig. जम्मा 12वटा हुन्छ सुँगुर पनि पो हो है 12वटा हुन्छ यो चाहिँ नानीहरूले नभुल्लोस् भनेर अब यता हाम्रो जोङ्गाबाट बोल्दा चाहिँ अब जुवा भने चाहिँ मुसल हो नेपालीमा लाङ मिन्स गाई जीवा भनेको जेठल हो बाप जीवा बिरालु अनि ड्रुक मिन्स ड्राइगन गडुल भन्छ क्या नेपालीमा अनि डुल भनेको चाहिँ सर्प अनि ता भनेको चाहिँ घोडा अनि डुक भनेको भेडा अनि टे भनेको चाहिँ बाँदर मङ्की अनि ज्या भनेको चाहिँ चरा अनि खी भनेको चाहिँ कुकुर लो अनि फाक भनेको चाहिँ सुँगुर लो अब यसमा तिनीहरूको जीवल हो यो चाहिँ कस्तो हुन्छ गन्ती गर्दा चाहिँ 12 वर्ष पछाडि मात्रै आउँछ जीवल हो अब नानीहरू जीवल हो अब जीवा 12 नानीले 12 वर्ष जीवबाट पुग्दा चाहिँ फेरि त्यही लो आउँछ म कति वर्ष जहिले तहिले आउने होइन चाहिँ के भने अब ठ्याक्कै यो जीवादेखि जीवा लाङ ता घुइ डुक डुल ता लुक टे ज्या खी फाक भनेर अनि फाक लो सकेपछि मात्रै अनि फेरि जीवलोमा आउँछ त्यो हजुर के भयो आफू जन्मेको 12 वर्ष पछाडि जीवलो आउँदाखेरि चाहिँ ठ्याक्क आफू 12 वर्ष पुगेको हुन्छ आफ्नो लो जीवन अब अहिले म कति वर्ष लो पुग्यो भनेर अब काउन्ट गर्ने हो भने अब तिमी जीवलो अब जीवबाट अहिले के लो लागिसक्यो भन्दाखेरि ता भनेको घोडा होइन अब हाम्रो तामाङको चाहिँ अब यो माघबाट लाग्छ गुरुङको हिजो अस्ति पुस 15बाट भोटेहरूको चाहिँ अब यो फागुन 15बाट लाग्छ अनि अब जीवलोबाट तालोसम्म गर्नु पर्यो अब 12 वर्ष जीवामा लाङमा 13 वर्ष तामा 14 वर्ष घुइमा 15 वर्ष ढुकमा 16 वर्ष डुलमा 17 वर्ष र अहिले तालो लाग्दा चाहिँ 17 क्लियर गरेर 18 मा हिँड्न थाल्यो तिमीहरू 18 हैन अब हाम्रो चाहिँ माघबाट आउँदै लाग्छ अब दाजु लुक्लो भेडा अब लुक्लो भनेको चाहिँ दाजुले कति वर्ष पुग्यो भन्दाखेरि लुक अब दाजुको फेरि जीवबाट गन्ती गरेर मिस्टेक हुन्छ अब लुक टे ज्या खी फाक हैन अनि जुवा लाङ ताक योइ डुक डुल ता भनेपछि अब दाजु कति वर्ष पुग्यो 12 13 14 15 16 17 18 19 30 21 22 दाजु 22 पुरा पुगेर अब 23 मा रनिङ हुन्छ तर उता हामीले लोबाट चाहिँ त्यसरी रनिङ हुन्छ उता जन्म मिति हेर्नुपर्छ फेरि अब आफ्नो जन्म महिना कुन हो हैन त्यो अब कान्छीको के लो कुन एनिमल हो तिमी स्कर्पियो No. No, मलाई थाहा छैन के लो यो 2010 are you 20 कति वर्ष पुग्यो 15 year 2010 को 15 टाइगर हो अहिले बय सम्झे मैले तिमी टाइगर हो है अब तिमी 15 हैन तिमी 15 यता हेर तिमी 15 पुरै क्रस भएर तिमी 16 मा लाग्न आँट्यो राइट ड्राई एक्टेर टाइगर मेमे भनेको अब आमा यता आमाको हेर आमा भनेको लाङ्लो गाई
22 अब लाङलाई चाहिँ कसरी गन्ती गरेर जानु पर्यो 12 into 2 24 12 into 3 36 भयो 36 तीनचोटि चाहिँ 12 गन्ती गर्नुपर्छ आमाको चाहिँ जम्प भएर जान्छ किनभने लाङ्लो चाहिँ आमाले तीनचोटि खाइसक्यो होइन 36 बाट गन्ती गर्नु पर्यो आमाको लाङ यही ताक होइन ता भनेपछि 36 37 38 39 40 आमा अब यो 40 क्लियर भएर माघबाट यो के भन्छ जनवरीबाट चाहिँ आमा लोबाट चाहिँ अब के भयो 41 मा क्रस भयो 40 क्लियर आएर 41 साइले 41 भन्दा हुन्छ 41 अब तिम्रो आपा भनेको खिलोको है खि भनेको डक्लोको आपा अब आपा कति वर्ष पुग्यो भन्दाखेरि खि फाक जुवा लाङ ताक यही टुक्ता भनेपछि फाक 36 37 38 39 40 41 42 43 क्लियर भएर अब 44 मा लाग्न आँट्यो बाबुहरू यो माघबाट 44 लाग्छ कति हो 43 44 भने 44 थाहा छ 43 क्रस भएर 44 मा लाग्छ 44 इयर्समा हैन अब म भनेको अब टाइगर तिमी र म भनेको 24 वर्ष जेठो कान्छे 24 इयर्सको हामी डिफेन्स हो 24 को हो र 24 त अनि ऊ पुगिसक्यो 15 24 मा उता 15 थप्दाखेरि ठ्याक्क 39 वर्ष पुग्छ अहिले म 39 अब म 40 लाग्यो यो तरुल खाएपछि लाग्यो आज तरुल खाएर गयो अरे त्यसरी अब तालो अब यो माखाले छ है चलो चाहिँ यही टुक ता भनेपछि अब 38 39 38 36 37 38 39 40 मा ठ्याक्कै हिँड्दैछ अनि यो चाहिँ त्यसरी गनिन्छ हाम्रो चाहिँ अलि आप्रामा चाहिँ आपा भने फाक्लो यो चाहिँ 48 12 60 अब यो चाहिँ कस्तो हुन्छ भने यो फाक्लो चाहिँ मेमेहरूले चाहिँ कतिवटा खायो 5 वटा खाइसक्यो अनि जुवालोमा 61 लाङलोमा 62 तालोमा 63 येलोमा 64 डुग्लोमा 65 डुल्लोमा 66 अब 67 मा क्रस भयो मेहमान दुईजनै 67 सेम यसरी गन्ती गर्छ सेम आपा आमा एउटै हो अनि अब नेपालीको चाहिँ अब यो हाम्रो चाहिँ लोहरू भने चाहिँ सारै मिलेको जोडी जनवरीमा चेन्ज हुन्छ हाम्रो होइन इङ्ग्लिसको पनि जनवरीमै हो न्यु इयर नयाँ अनि नेपालीको चाहिँ वैशाखबाट मात्रै अनि फेरि अब यही कुरोलाई टिबिटिनहरूले चाहिँ कसरी गर्छ भन्दाखेरि जुवालो मुसा नै भन्छ होइन अनि लाङ्लोलाई अब गाई नै गन्ती गर्छ अनि बाघलोलाई चाहिँ बाघकै गन्ती गर्छ अनि योइलोलाई चाहिँ फेरि के भन्छ ऱ्याबिट भन्छ है फेरि हामी योइलोलाई क्याट भन्छौँ तर टिबिटिनहरूले चाहिँ त्यो योइलोलाई चाहिँ ऱ्याबिट भन्छ खरायो भन्छ क्या त्यसरी अरू चाहिँ अब सर्प घोडा होइन गरुड यो सेमै एउटै हो अरू चाहिँ एउटा बिरालोलाई मात्रै त्यो हुन्छ लोबाट यसरी बुझ्यो यो लो त उयो के अरे वर्षमा नि त मिल्छ नि त नि होइन अनि हामीले म्यारिड गर्ने बेला बे गर्ने बेला चाहिँ के गनायो डोडा हामीले आगो त उयो मारेको नि आएको थिएन टिकथाङकाजी ओके त्यो खानु सिट होइन त्यो मलगाडीमा आगो लाग्यो जुवा लोको अरे बुद्ध र दिपी होइन
मेरो मुसा हो एउटा मुसा एउटा मुसी मुसा मुसी मुसा छोरा मुसा मुसी सुँगुर पनि छोरा मान्छे अनि तिमीहरूले बिहे गर्नु नहुने म्यारिज गर्दाखेरि म्यारिजमा तिमीहरूको उयो के अरे नक्षत्रमा नमिल्ने भने चाहिँ यही हो बिरालो यस्तो बिरालो चाहिँ बिहे गर्नु मिल्दैन मिल्दैन बिहे गर भने चाहिँ के हुन्छ भने बिचमा डिभोर्स हुने छुट्टिने फाइट खेल्ने त्यस्तो होइन फाइट खेल्ने लडाइँ झगडा हुने त्यस्तो मिल्दैन के अरे लङ लास्टिङ आफ्नो लाइफ चल्दैन अलिक विचार गरेर मात्रै जानु अनि तिमीहरूको फेरि के देखाएको छ भन्दाखेरि दुईवटा कुरा देखाएको छ ट्रु हस्बेन्ड तर त्यो चाहिँ के हुन्छ भने अहिलेको जमाना चाहिँ अब लभको जमाना छ त्यसरी पनि टरिन्छ पहिला हाम्रो चाहिँ त्यस्तो लभको जमाना थियो माग्ने जमाना थियो त्यसमा चाहिँ हाम्रो चाहिँ त्यसरी पुग्थ्यो एरेन्ज हुन्थ्यो हाम्रो चाहिँ त्यतिखेर चाहिँ पुग्थ्यो ठ्याक ठ्याक अनि अब चाहिँ जेनेरेसन हेर्नुपर्छ भाइ जेनेरेसन भन्नाले अब मोक्तानले कुन बिहे गर्नुहुने अनि अब हाम्रो मोक्तानको गाह्रो भन्छ मोक्तानको गाह्रोमा के हुन्छ भन्दाखेरि स्याङदन ठोकुर पाखरिन मोक्तान यो चारवटा चाहिँ स्वागे दाजुभाइ गर्नु नै हो यो यसमा चाहिँ बिहे हुँदैन र गर्नु पनि हुँदैन यो चाहिँ वंश मासेर जान्छ क्या आफ्नो हाट मासेर जान्छ अनि त्यसमा पनि के हुन्छ भन्दाखेरि आमाहरू है आमाहरू अब सपोज दिवस दादाको आमा योन्जन भयो अनि उसले हेरेको केटीहरू अब कुनै के अरे घिसिङ होला कुनै भुम्जन होला अब कुनै थिङ होला कुनै नेसुर होला होइन अब हाम्रो तामाङको थरहरू धेरै छ तर तिनीहरू कुटुम्बेरी अब त्यो चारजना भन्दा बढी उता कुटुम्बेरीको फेरि के हेर्नुपर्छ भने दुधेउली साइन हो आफ्नो आमा हेर्नु छ भने उता पनि आमा हेर्नु छ भने बिहेबारी हुँदैन फेरि त्यो उताको हेर्जन स्याको छोरीहरू र आफू यता मोक्तानको छोरा भयो भने के भयो आमा चाहिँ सेम भयो हेर्जन अनि त्यो हेर्जन हुँदा के भयो अनि दाजु बहिनी बिहे हुँदैन अनि योन्जनहरूको चाहिँ के हुन्छ योन्जनको लोप्चन मिप्चन डुम्जन बोम्जन 5वटा स्लाज यो 5वटामा योन्जनहरूको बिहे हुँदैन तिमीहरूको पनि बिहे हुँदैन योन्जन डुम्जन लोप्चन मिप्चन बोम्जन आई थिङ्क मलाई त्यति लाग्छ त्यसमा त्यो 5वटामा चाहिँ के भयो त्यो 5वटा बाइक अरू चाहिँ बिहे गर्नु मिल्यो तर अरूसँग बिहे गर्नु मिलेन त्यो 5वटामा चाहिँ त्यो 5वटामा पनि 5वटादेखि बाइक उता पनि अब के भयो अब तिम्रो आमा हेर्नुहोस् उता अब कुनै हेर्जनहरू छ भने आमाहरू हेर्जन छ भने चाहिँ त्यो केटासँग फेरि दाजुबहिनीको नाता गरिन्छ हाम्रो त्यस्तो हुन्छ अनि पहिला चाहिँ के हुन्थ्यो भने अब नानीको माम होइन नानीको के अरे हाटमा मक्तन हो तिमीहरूको अब दावाको हाटमा के हो भने पैबा फेरि मेमेको आमा के हो गोले त्यसरी 3-4 पुस्तक पहिला त्यसरी हेर्थ्यो अहिले चाहिँ अब सिम्पल त्यति मात्रै हेर्छ अब उता अब गोलेसँग पनि हाम्रो त्यति बिहेबारी मिल्दैन किनभने मामै गोले हो नि त गोलेको नानीहरू हो नि त रगत छ नि त दुधेउली साइनहरू अनि त्यसरी हो उता चाहिँ त्यो दुधेउली साइनो चाहिँ कतै हेर्नु पर्यो आमामा हेर्नु पर्यो क्या बाबुमा होइन गोलेहरू त कुटुम्ब भइहाल्यो तर आमा चाहिँ गोलेसिया छ भने त्यो गोले चाहिँ मामहरू भरे साइनो गर्दै जाँदाखेरि माम बोजूहरू पर्छ त्यो चाहिँ बिहेबारीहरू चल्दैन त्यहाँ दुधेउली साइनोमा जान्छ है त्यो चाहिँ सबै अनि हो यही हुँदा त कुनैले हामीलाई मोक्तानलाई मलाई
पोहोर हामी दाजुभाइ हो भन्नु अब हाम्रो स्याङ्बो त दाजुभाइ त मैले त कहीँ नेपालमा पनि नसुनेको दाजुभाइ भनेको त मैले नसुनेको अनि उसले किन दाजुभाइ भन्दो रहेछ भन्दाखेरि त्यही उसको पनि मिसिएको छैन कि हो त्यो भएर होइन मिसिएको होइन उसले चाहिँ दाजुभाइ कसरी भन्दो रहेछ भने उसको पनि आमा वाइ बसेर रहेछ क्या अनि म चाहिँ सम्धि भन्छु कहाँ हुन्छ त अनि अब म पनि वाइ बसेको अब छोरा ऊ पनि वाइ बसेको छोरा हो अनि दाजुभाइ हो नि त अनि हामी दाजुभाइ हो कहाँ सम्धि हो भन्छ ऊ हे सम्धि हो नि के अरे हाम्रो यो सानो लाग्दैन भन्छु हेतरी किन लाग्दैन भाइ हामी दाजुभाइ भन्छ भरे पो कुरा बुझ्दैन त्यस्तो हुन्छ पहिला त अहिले त यो कोसेदेखि उताकोलाई त मासिसकेको रहेछ अनि नेपालमै नेपालीले मासु गरेछ अनि त्यहाँदेखि लगेर जस्तो लाग्यो बरु हाम्रो भुटानमा सानो अनि अब नानीहरूको पनि अब के हेर्नु पर्यो त्यो पुस्तकसँग चाहिँ हेर्नुहोस् अब तिम्रो हाटमा भनेको हो अहिले कान्छेले मक्तन स्याउ दुधौली मावली सबै बारेर ग्रेन मदर गर्थ्यो अनि अनि चाहिँ मक्तन स्याउ हुँदाखेरि चाहिँ अब उता मक्तनहरूसँग के अरे गुठे अलिक आउँदैन थियो के अरे डुमजान अहिले त बमजानहरूसँग त अब डुमजानहरू पनि नानीहरूको दुधको सानो काट्छ काकाबाट हुन्छ काकाबाट दुधौली जान होइन अब नेसुर अब पाखरिनहरू यिनीहरूको होइन अब थोकरहरूसँग बेबारी हुनु आँट्यो भने नि तर उता मामहरू अब मक्तन स्या छ भने चाहिँ कतिवटा हुन्छ त्यो दुधौली सानोबाट हेरेर जाने भने उनीहरू पनि दाजुभाइ बन्नु चाहिँ जान्छ अब हाम्रो हेरजान मात्रै भन्ने चाँडो निकाल्दैछ चाँचो मक्तन डुम्जन स्याङ्दन योन्जान डुमजान बोमजान लोकजान निपचन नेप्चन पनि हो नेप्चन त वाइबाको पनि भन्थ्यो कि होइन वाइबाको वाइबाको होइन अब त्यो त हो मैले खोइ रुम्बा वाइबाको जिम्बा चाहिँ के साह्रो राखेर रुम्बा जिम्बा वाइबाको चाहिँ राखेको छु मैले साह्रो भनेर जान्थ्यो वाइबाको 7 वटा छ मैले 5 वटा त पुरा आएको उनीहरूले हो यो 5 वटा गन्छ र त्यहाँदेखि चाहिँ के भन्छ भने रुम्बा जिम्बा वाइबा त्यहाँदेखि लगेर के पो भन्छ तिनीहरूले वाइरी जोडा बनाउला क्या ए राबाजियो भन्छ क्या त्यसको राबाजियो यो चाहिँ त्यही होइन जियो जियोमा चाहिँ किन बिहोला जिम क्या उहिले वनमा चाहिँ त्यो राजा थियो थाहा नम्बर चोरे जात अनि त्यस्तो त्यस्तो केटी हुन्छ स्याप्दै हामीले थियो चण्डी सम्झेछौँ अब त्यहीलाई सक्दैछ पाण्डे छन् पाँडे गिक्नु नहुने गिक त पाण्डे भिजी गिक त पाँडे भनेर पनि ठ्याक्कै अब सोध्नु पर्छ हो के थियो यो भने ससुराले अब बनाए आफ्नो त्यो सबै दाजुभाइमा पर्छ पर्दैन पाण्डे र त्यो पाण्डे चाहिँ अब तामाङभित्र बे गऱ्यो भने बे गऱ्यो चाहिँ भने। त्यो चाहिँ सोध्नै पर्छ अब तामाङदेखि फाल्टो गऱ्यो फाल्टोको भन्दा त्यो त अब सक्यो त्यो पर्दैन आफ्नो भित्र चाहिँ तर त्यसमा नि विचार चाहिँ गर्नुपर्छ नि अब ग्रोङ स्या मलाई तर आमा चाहिँ हेर्नु स्या छ भने त मिल्दैन नि फेरि कुनै कुनै हो त्यस्तो पनि हुन्छ अनि बाउहरू आमा मात्रै बुझ्नुपर्छ कि होइन अब बाबुहरू त अब मैले भने नि अब त्यो अघिको अझ भयो नि त बाबु के दिमा अब बाबु चाहिँ अब राई लिम्बू गुरुङ मगर छ भने भरे आमा चाहिँ हेर्नु स्या छ भने त अनि दाजुभाइ कसरी बे गर्नु अनि सिप्लिङ जस्तै भयो नि त त्यो छोराछोरी त अहिले नि अब त्यो इन्टरकास्ट हो हुनु त तर आमा छ आमा चाहिँ सेम भयो नि त यो एउटै अब इक्जाम्पल मबाट दिन्छु म वाइबस्या भएँ होइन अब अर्को वाइबस्या कहाँबाट छ तर उनीहरू गुरुङ भयो अरे के अरे आजु त त्यस्तो भएको छ नि सपोज अब यहाँ तिमीहरूकोमै छ इक्जाम्पल आन्टीको इक्जाम्पल छ भित्रका उता लिम्बूतिर अब आसु कता कताबाट त्यो छोरा छोरी उया अस्ट्रेलियाको आसु कान्छी यिनीहरूले त चिन्छ होइन आन्टी यिनीहरूको नानीहरूले अनि चिन्दैन नि अब भोलि हो पछाडि त्यस्तो चाहिँ नानीहरूको नानी पछाडि त हो त्यस्तो त्यो हुन्छ। आन्टीलाई चिन्दैन त्यो नानीहरूले अँ। होइन अनि अब नानीहरूले चिन्छ अब उनीहरूले चिन्दैन के भयो अनि म्यारिड हुने भयो उनीहरूको भने अब आमा चाहिँ के भयो एउटै भयो क्या एउटै थरको एउटै रगत भयो नि त अनि हो यस्तो चाहिँ बेबारी भयो भने राम्रो सन्तानहरू फैलिएर जाँदैन राम्रो हुँदैन किटिएर जान्छ क्या सन्तान टुङ्गिएर जान्छ हो त्यसको त्यस्तो हुन्छ चाहिँ चाहिँ त्यस्तो राम्रो हुन्छ। सोध्नुपर्छ आफ्नो भित्र पर्दा चाहिँ अब फर इक्जाम्पल दावा दाजु
सपोज आमा भिन्नै भिन्नै हो भने तिमीहरू सोल्टा सोल्टिने जस्तो हो म्यारिड गर्नु मिल्ने अब ऊ मोक्तन हो नि त होइन अब तिमी योन्जन भयो अब के भएर भएन मिलेन भन्दा आमा एउटा भयो त्यो भएर तिमीहरू सोल्टा सोल्टी भन्नु पाएन दाजु बहिनी भन्नु सेम हो यस्तै दुधौली सानो भनेपछि मोक्तन बे गर्नु मिल्ने हो अनि बाउदेखि चाहिँ बाउदेखि भनेको त तेह्रतिर गयो नि त अनि होइन ए बाउ बाबु तेह्र गयो नि त बाउ अब बाबु अब ऊ मोक्तन भयो उसको बाबु नानीको बाबु योन्जन भयो होइन अब नानीहरू योन्जन किन भयो ऊ मोक्तन किन भयो भन्दाखेरि उसको रगत मोक्तनको नातामा गयो अनि नानीहरूको रगत योन्जनमा गयो आमा चाहिँ के हो एउटै उसको पनि आमा योन्जन नानीको आमा नि योन्जन होइन सपोज घरमा हेर्ने हो भने त कुटुम्ब हो म्यारिड गर्नु मिल्ने हो तर यता दुधको साइनोमा हेर्ने हो भने मिल्दैन के हो एउटै आमा एउटै रगतको अनि हो यस्तो बिरुहरू चाहिँ फेरि मिल्छ बिरु धनमा चाहिँ उसले बिरु बिहे गर्नु मिल्छ बिरु दादाहरूले मिल्छ कोही कोही दादा लग्यो भने त कसैकाले ठोइ हुँदैन बुट्टा र बिरु मिल्छ मिल्छ त्यो चाहिँ अब दाजुभाइको दिदीभाइको छोराछोरी भयो उहिलेको साइनुले चाहिँ हुन्छ तर अहिले चाहिँ अब दाजुभाइको छोराछोरी अलिक मास्दैन उहिलेको चाहिँ अब के भन्छ उहिले मामा र उनीहरू मेला भएर आयो भने मिल्यो सुने मामा र अहिले त्यो धनमा आएर यिनीहरू मिलमेला भएर ल्याइहाल्यो भने त त्यहाँ नराम्रो गर्ने ठाउँ हुँदैन उसको चाहिँ होइन उसलाई चाहिँ छुँदैन बुद्धहरूले अलिक मिल्दैन होइन त्यो धनमाया चुदा चाहिँ छुँदैन बाबु हेर्छन् यसको मोक्तन आमा भएपछि किन छुँदैन उसलाई भने तर जसरी भने अब बाबुहरू चाहिँ एउटै भएर चाहिँ नभएको बहिनी आमा भएपछि बाबु मोक्तन अब उता योन्जन अरू उसको आमा बिरुको आमा सिँगार स्या भयो अब बुद्ध हाम्रो चाहिँ कस्तो लाग्छ नि अब उहिले चाहिँ फुपू चेला के अरे मामा चेला चलाउँथ्यो अहिले चाहिँ अब त्योलाई चाहिँ दिदीभाइ साह्रो धेरै हेर्नु हुँदैन कम्पिटिसन ओके यदि बिरु र दादा जस्ट इक्जाम्पल दिएको है बिरु र दादा दिएको थियो बे गरेको थियो भने बिरुको आमा र म सम्धिनी भन्नु मिल्दैन होला मिलेन त्यस्तोमा चाहिँ यिनीहरू साह्रै पोजल हुन्छ हौ अब त्यो चाहिँ हो त्यसमा चाहिँ मिल्दैन कि कोही कोही ल्याइहाल्यो भने त मिलाउँछ मान्छेले तर हामीलाई सरसम्धि भन्नु चाहिँ सक्दैन सरसम्धि भन्नु मिल्दैन अब जेठानी दिदी जिउ सानो नै हुन्छ अब हामी चाहिँ फेरि सम्धि हुन्छ यता कान्छाहरूपट्टिबाट चाहिँ हुन्छ अब हामीले त पोक राख्नु पर्यो नि मोक्तनबाट मात्रै हुन्छ त्यो कुरो चाहिँ पहिला भरिसक्यो चाहिँ त्यसलाई मिसाउनु चाहिँ दिनु हुँदैन अब सकेसम्म चाहिँ अब उनीहरू होइन हामी त गर्ने बे हामी त गर्ने बे भयो भने अब ल्याइसकेपछि त कता फर्काउने कुरै भयो होइन ल्याउनुभन्दा अगाडि थाहा पाएको कुरो चाहिँ के भन्नु खोज्दैछ न ए आपा आपालाई ए